गुरुलाई हामीले अक्षर चिनायौं चुनावनीति पठायौं मन्त्री नि बनायौं गुरुलाई बिर्सेछौं गुरुलाई बिर्सेछौं नेता पो भएछौ तिमीलाई फेरि गाउँ फर्किनु छ बिर्सिएछौ शिक्षा ऐन लिनलाई भनेर बारम्बार वार्ता बारम्बार आन्दोलन गरिरहेछौ के पारले गङ्गा तेल हालेर बसिरहेछौ सुनिरहेछौ
हाल्छु तपाईँको दुईटा कार्ड तानिहाल्छु तानिदेऊ के मैले जुवा खेलाएको हो ढुङ्गा मुढा गोलेली जान्दैनौ गोलेली जान्दैनौ हातमा ऐन नभए मान्दैनौ माया जल कुन्छुमा पटक पटक नझुक्याउ है सरकार होसियार हुन्छु म गोलेली जान्दैनौ गोलेली जान्दैनौ माया जाल बुझ्छुमा पटक पटक झुक्यायो ए सरकार होसियार हुन्छु यस्तो चाहियो नि मैले उतार त भने होइन नि हे यो मान्छेले अन्य थालिँदैन सबै ठिक छ बुढीले दिँदैन माया जल बुझ्छुमा पटक पटक नझुकाउ है सरकार होसियार हुन्छु म
बहुदलीय प्रजातन्त्र ल्यायौँ 46 सालमा 65-63 को आन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्यायौँ। आज संविधानको धारा 31 मा मौलिक हकहरूले आफ्नो पेसाको ग्यारेन्टी प्राप्त गर्न सक्नु भएको छैन। शिक्षण पेसालाई जुन हिसाबको सम्मान चाहिन्थ्यो सम्मान प्राप्त गर्न सकेको छैन। आफ्नो पेसागत हकितको निम्ति सुरक्षाको निम्ति त्यसैभरि शिक्षा ऐन ल्याएर मात्रै घर फर्किनु पर्नेछ। यसका निम्ति अनि राष्ट्रले तपाईँले साथ सहयोग र समर्थन गर्नेछ। मैले कुनै बेला कुनै पनि अन्य सेवा समूहको व्यक्तिले जागिर खाएको 5-7 वर्षमा आफ्नो जिल्लाको सदरमुकाममा घर बनाउन सक्छ। जागिर खाएको 10 वर्षमा राजधानीमा महल बनाउन सक्छ। आफ्ना सन्ततिहरूलाई पैसा तिरेर MBBS इन्जिनियरिङ जस्ता महँगा शिक्षा सजिलै पढाउन सक्छ। तर एउटा माविको शिक्षकले आफ्नो जीवनकालभरि कमाएको पैसाले आफ्ना सन्ततिहरूलाई उनले पैसा तिराएर MBBS अथवा इन्जिनियरिङ पढाउन सक्दैन। समाजको तितो यथार्थ यही हो। समाजको दुःख यही हो। यो तितो यथार्थलाई बदल्ने हिसाबले हामी अघि बढ्नुपर्छ। होस् त्यो तितो यथार्थ बदल्नका निम्ति अबको अभियान चाल्नु पर्दछ। मैले पहिला नै यो विषय उद्घोष गरेको थिएँ। यो विषयप्रति अनुराश्री प्रतिबद्ध छ, कटिबद्ध छ। यो विषय हामीले पुनरुद्धार गर्छौँ। कोही एउटा सेवा समूहको कुनै व्यक्तिप्रतिको यो कटाक्ष होइन। यो समयको आवश्यकता हो। यो देशको व्यवस्थाभित्रका केही विषयहरू समावेशी नभएका कारण, सम्मानजनक नभएका कारण यो खालको अवस्था आएको यसलाई परिमार्जन गर्नुपर्दछ भनेर हाम्रो आवाज रहेको छ। तपाईँहरूको जुन आवाज हो हाम्रो आवाज त्यही हो। मैले यो प्रसङ्ग यहाँको बिचमा मैले किन ल्याएको भन्दा त्यसैभरिका गुरुहरूले सिकाएको शिक्षाबाट पाठ सिकेर आज तपाईँहरूका कैयौँ चेलाहरू आज संसद भवनमा हुनुहुन्छ, सांसद हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, विभिन्न पालिकाका प्रमुख हुनुहुन्छ। यो देशको टेक्नोक्रेसी र ब्युरोक्रेसीको नेतृत्व तपाईँहरूले चेलाहरू गरिरहनु भएको छ। तर फरक आउनु बिर्स्यो भन्ने जस्तै गरी तपाईँहरूका सन्ततिहरू चेलाहरूले तपाईँहरूको आवाज बोल्न सक्नुभएको छैन। मैले यस कारणले यो विषय उठान गरेको। नीतिगत तहको नेतृत्व गर्ने ठाउँमा रहेका नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू पनि हिजो विद्यालयमै पढ्नु भएको थियो। उहाँहरूलाई पनि तपाईँहरू जस्तै शिक्षक गुरुआमाले पढाउनु भएको थियो। आफ्नो गुरुबा र गुरुआमाको दुःख उहाँहरूले नबुझेका कारण मैले यो कटाक्ष गरेको। यो कटाक्ष मात्रै होइन, यो यथार्थ हो। त्यही यथार्थलाई हामीले परिमार्जन गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। जति पनि शिक्षक साथीहरूका
सफल पारौँ आन्दोलन सिपालु छौ जान्न त जान्न छौ रे जान्न त जान्न जान्न त जान्न छौ लौले क्या भने भरमा फेरि एकछिन